पुस्तकमा के लेख्नु भएको छ भन्दाखेरि ngwen nye dos nyenga moshe yul der nyugne tangse jamge chobe ulmo chige yoba de gyal podang kimdak chukbo namge sangi khorjela chöden da marme mangbo phulwa tone sambas पहिला धेरै पहिला चाहिँ अनि श्रावस्तीमा एकजना न्यान गामो नाम गरेको एउटा एकदमै गरिब एउटा भिखारी एकजना स्त्री थियो त्यो स्त्री चाहिँ अनि अरूले फालेको खानेकुराहरू खाएर त्यसरी जीविका चलाउँथ्यो अनि त्यो स्त्रीले त्यो माग्ने त्यो भिखारीले के देख्यो भन्दाखेरि एक दिन त्यहाँको राजा त्यहाँको धनी धनी मान्छेहरूले अनि बुद्ध लगायत बुद्धको सभाहरू सबैलाई अनि निमन्त्रणा गरेर घरमा अनि अथवा गुम्बामा गएर तिनीहरूलाई विभिन्न सामग्री अर्पण गर्ने अनि बुद्धहरूलाई बोधिसत्वहरूलाई धेरै क्षमे मार्मे दीपहरू त्यसरी चढाएको देखेर उसको मनमा के सोच आयो भन्दाखेरि दागी उन्चे ल्याङ्गिन चिसिक जेने रिङ्गन दुके मैले पहिला जुनियामा के नराम्रो कर्म गरेको थियो होला आज यस्तो नराम्रो एउटा बेरूप रूपमा जन्म लियो एउटा गरिब रूपमा जन्म लियो ता सोनम गिसिङ कोन्चोक सोमदाङ ठेग्याङ सोनम सोबे यु से मेदो न्याम्ने यिचे जेस पुण्य कमाउने क्षेत्र पुण्यको आश्रय पुण्य कमाउने क्षेत्र चाहिँ बुद्धहरू मैले दर्शन पाए तापनि मलाई पुण्य कमाउनको लागि मसँग अनि धन केही पनि धनजनहरू केही पनि छैन भनेर चाहिँ एकदम थकित भएको एकदम त्यस्तो विलास भएछ न्यामा चिला लोङ लोङवाले दोङजे चिक खोनानी अनि एक दिनभरि त्यो स्त्री चाहिँ मागेर हिँड्दाखेरि अनि एउटा सिक्का पहिलाको दोङजे भनिन्छ त्यो एउटा सिक्का मात्रै पाइन्छ त्यो पहिलाको पैसा हो दोङजे दे मर न्युङ सिक न्यु युनेबे गादे चोला खाङ दो सोने मर्मे कोङबु खाङ जेदे सांगीगे चंगर फुल अनि छिटो छिटो अब त्यसले घिउ किन पाउने भयो भनेर एकदम खुसी भएर अनि त्यो एउटा पैसाले चाहिँ गएर छिटो छिटो घिउ किनेर अनि गुम्बाभित्र बुद्धको बिहारमा गएर अनि त्यहाँ एउटा कोङबु दीप पात्र चाहिँ अनि लिएर त्यो दीप पात्रमा अनि उसले दीप त्यो घिउ चाहिँ भरेर त्यसरी दीप क्षमे बालेर चाहिँ अनि बुद्धको शरणमा त्यहाँ चढाएर राखेछ दादा टाङबुर गिर्बे मार्मे चुङु दे सांगे छुबे सोनम दे माउना दा शेराब ये मार्मे दा देन्ते समझन थम्जेगे मोबेटे मा सबशो चे मलम तम्ने सङ अब त्यो दीप अर्पण गर्दाखेरि त्यो न्यान गामो त्यो भिखारी स्त्रीले के प्रार्थना गरे त भन्दाखेरि मैले यो जुनियामा मजा अब यो जुनियामा एउटा भिखारी भएर जन्म लियो मैले एउटा यो सानो दीप अर्पण गरेको पुण्यले अनि यो सानो दीप बुद्धलाई अर्पण गरेको पुण्यले चाहिँ अनि भविष्यमा म चाहिँ अनि शेरबगी मार्मेन देन्दी प्रज्ञाको दीप युक्त भएर है प्रज्ञाको दीपले युक्त भएर अनि सबै प्राणीहरूको अन्धकारलाई हटाउने सबै प्राणीहरूको अज्ञानतालाई हटाउने त्यस्तो रूपमा जन्म होस् भनेर चाहिँ प्रार्थना गरेर अनि त्यो स्त्री चाहिँ जानुभएछ दे चाहिँ मङ्गल गिबु छेम्बो कोङबो नाम दुदो सोवानास त्यो समयमा चाहिँ मदगल पुत्र चाहिँ अनि अब धेरै मान्छेले दीप चलाइराखेको हुन्छ अनि दीप चलाएपछि त्यो दीपहरू अब सकिएको हुन्छ त्यही कारण त्यो दीपको पात्रहरू उठाउन जाने क्रममा मार्मे छेम्बो सेन्थाम्जे नेसेला त्यहाँ चढाइराखेको ठुलो ठुलो दीपहरू सबै अब सकिसकेको न्याङ्गा मार्मे चुङ्गो चिकबोने बर्मा थाकपात्र बस्यन्दुको र अघि त्यो भिखारी स्त्रीले चढाएको न्याङ्गामोले चढाएको सानो दीप चाहिँ भर्खरै बालेर राखेको जस्तो भलिरहेको थियो मङ्गलको बु निनबर मार्मे बर्बर देमेदे छेमो सांगेगे छेसुङको पर्गो सामने थप नाचोगे मार्मेदे सोबर चम्या मासु चुम्देन्दे सिने मङ्गलको बुला सोजे मार्मेदे खिन्यान्थोगी स्वयं दुप्तेस अनि उसले चाहिँ अब के सोच्यो भन्दाखेरि मदगल पुत्रले चाहिँ अब यो भतिजा अहिले बालेर अहिले दिउँसो हो अहिले उज्यालो छ अहिले बालेर खासै फाइदा छैन बरु भरे बेलुका साँझ पख बुद्धले धर्म देशना दिनु हुँदाखेरि चाहिँ म बाल्छु भनेर निभाउने कोसिस गर्दाखेरि जति उपाय गरेर निभाउँदाखेरि निभाउन सकेन कहिले फुग्ने कहिले पानी खन्याउने गर्दाखेरि त्यो न्याङ्गामा त्यो एउटा भिखारी स्त्रीले चढाएको अनि मार्मे दीप चाहिँ उसले निभाउन सकेन अनि निभाउन नसकेपछि बुद्धले यो दृश्य अवलोकन गरिरहनु भएको थियो र बुद्धले भन्नुभयो राख अब थपक राख यो दीप चाहिँ तिमीहरू जस्तो श्रावक यानले चाहिँ निभाउन सक्दैन भनेर बुद्धले भन्नुभएको छ मार्मेन देशम चाहिँ माङ्बोदेनला सम्बा ग्या छेम्बो केबे फुलवा हिँड्छौँ अनि यो दीप चाहिँ सबै प्राणीहरूको लागि एकदमै बृहत बोधिचिता बृहत भावना हैन ठुलो मन भएको
एउटा मान्छेले चढाएको दीप हो। तिमीहरू जस्तो साङ्गुरो मन भएको एउटा श्रावयानले चाहिँ यो निभाउन सक्दैन भनेर बुद्धले भन्नुभएको छ। चुम्देनदेखि हिँगामध्ये महाङ बना साङ्गे मर्मे होए से जब गिरो से लोङदेङ अथवा हेर्नु र बुद्धले अरू पनि के भविष्यवाणी गर्नुभयो भन्दाखेरि त्यो दीप चढाउने त्यो भिखारी स्त्री न्याङ्गामा चाहिँ अनि भविष्यमा साङ्गे मर्मे होए बुद्ध दीप प्रकाशको नाममा चाहिँ अनि बुद्धता प्राप्ति हुनेछ भनेर भविष्यवाणी पनि गर्नुभएको छ। यो भयो एउटा कथा, यो सत्य घटना हो। पहिला श्रावस्तीमा तथागत गौतम बुद्ध विराजमान भएको समयमा साँच्चै घटेको एउटा घटना हो। र त्योसँगै फेरि अर्को पनि ङन ढाचोम मागबा लाइमिक चौदान देम्बासियोबा देयाङ ङन छे लो सिटी दुसु सांगे खरवा जगी कुदुङला दुदिन जेबेचे कुमा मांगबोसी देरवादां कुमे पोम्बो दे लम रवादां छोदेंगे चिजाङ खांदु मार्मे बडवा तोंदे देरसोने लम ठुबादां मार्मे मिसरबे दोंबु कुलने मार्मे सलबोर बरबे कुसुक थोंवादां मिदे देबा केने मार्मे छेदे दा गेवान दे लाई मिग दां देम्बर ग्युजिक चे मोलम तबे छरब मांगबुर लाई मिग तो बाइनोस। पहिला एउटा अर्हत मागागबा नाम गरेको अर्हतलाई चाहिँ अनि उहाँलाई उत्तम देवचाचु भनिन्छ नि, उत्तम देवचाचुलाई मिग प्राप्त भएको थियो। त्यो पनि अब त्यसको इतिहास त्यसको कसरी प्राप्ति भयो त भन्दाखेरि त्यो अर्हत चाहिँ अनि धेरै पहिला अब हुन त पहिला धेरै अगाडि हामी यो संसारको मान्छेहरूको आयुमान चाहिँ 80 वर्ष छेलो गेठी भनिन्छ, 80,000 वर्ष थियो र अहिले गर्दै अहिले अब 100 वर्ष पुग्यो। अब अहिले त त्यो 100 वर्ष पनि बाँच्ने कम छ। पछि मैत्री बुद्ध आगमन हुनेसम्म अनि हामी मान्छेहरूको आयुमान चाहिँ 10 वर्षको पुग्नेछ है। त्यो समयमा अर्हत मागागबा चाहिँ अनि पहिला जुनीमा अनि छेलो सिठी दुसु आयुमान मान्छेहरूको आयुमान चाहिँ 40,000 आयुमान भएको समयमा त्यो बेलामा कुन बुद्ध पाल्नु भएको थियो त भन्दाखेरि ककुडचन्द बुद्धको समयमा चाहिँ अनि कुदुङला दुदिन जेबेचेस ककुडचन्द बुद्धको कुदुङ भनिन्छ उहाँको पार्थिव शरीर भनौँ न, पार्थिव शरीरको एउटा सेरेमनी एउटा कार्यक्रम थियो। त्यो बेलामा चाहिँ अनि कुमा मांगबोसी धेरै चोरहरू पनि त्यहाँ आएको थियो त्यो समयमा। अनि कुमे पोम्बो चोरभित्र नै चोरको नेता सबभन्दा ठुलो क्याप्टेन चाहिँ चोरको मूल चाहिँ अनि उसको जुत्ता फाटेको थियो चोरको त्यो मूलको चाहिँ। अनि जुत्ता फाटेपछि अनि छोर्देनभित्र गुम्बाभित्र गएर गुम्बाभित्र चाहिँ एउटा सानो छ्यामे बालेको देखेको थियो, दीप बलिरहेको देखेको थियो र त्यसको अगाडि गएर उसले चाहिँ अनि लामटोपा आफ्नो जुत्ता चाहिँ सिलाउने कोसिस गरिरहेको थियो। अनि तर पनि त्यो दीप चाहिँ अलिकति मधुर हामीले कहिले त्यो माथिको ढुङ्ग्री भन्छ नि, माथिको त्यो ढाँट चाहिँ त्यति राम्रो नभएपछि कहिले त्यो हामीले छ्यामे बाल्यो भने छ्यामे उज्यालो आउँदैन नि, छ्यामे उज्यालो नआएपछि उसले फेरि त्यो राम्रोसँग त्यो कपासहरू खोजेर त्यहाँबाट बनाएर राम्रोसँग त्यो गाडेर अनि त्यो छ्यामे चाहिँ उज्यालो बनाएर उसको जुत्ता सिलाइरहेको थियो। अनि जुत्ता सिलाउँदाखेरि त्यो दीप चाहिँ उसले उज्यालो बनाएर अब बनाउँदाखेरि चाहिँ अनि त्यो दीप उज्यालो हुँदाखेरि त्यो दीपको पछाडि रहेको बुद्धको मूर्तिहरू उहाँले दर्शन पाएछ। अनि त्यो दर्शन पाएपछि उहाँले एकदमै आस्था जागेछ, उहाँको मनमा श्रद्धा आस्था जागेर अनि त्यो चोरको नेता भनौँ न, चोरको नेताले चाहिँ अनि त्यो छ्यामेलाई फेरि पुनः बुद्धको मूर्तिको अगाडि अनि चढाएर उसले के प्रार्थना गर्यो त भन्दाखेरि अनि मैले यो छ्यामे बुद्धको आश्रयलाई अर्पण गरेको पुण्यले अनि पछि मलाई देवताको चाचु चाहिँ प्राप्ति होस् भनेर प्रार्थना गरेको। त्यसपछि उहाँले धेरै जन्मसम्म त्यसरी देवचाचु प्राप्त गरेको, त्यसरी जुनी लिएको हो। त्यो चाहिँ को हो त भन्दाखेरि अघि भनेको जस्तो अर्हत मागागबाले। यो भयो एउटा, फेरि यो पनि सत्य घटना हो। दीप अर्पण गरेको पुण्य फलले त्यस्तो हुँदो रहेछ। ख्यापर्दो मार्मे चोपा दिने मिसोनम सिन्धु चेबे ठल्दो जिन्याङ छाक्सिङ सिबे ओदो थोरै दाङ दाबे सिन्धु डोवाइन्छ। र विशेष गरेर यो हामीले छ्यामे दीप अर्पण गरेको पुण्य चाहिँ यो जुनीमा पनि हाम्रो पुण्य सम्भारा हाम्रो अब हुन त हामीले लक भन्छ नि, हाम्रो भाग्य चाहिँ अनि एकदमै ठुलो हुने र हाम्रो जीवनमा पनि धेरै आशीर्वाद पाउने, घरमा बाल्यो भने घरमा पनि लक्षण हुने, झिन्याङ छाक झिलप घरमा घर पवित्र हुने, घरमा लक्षण बस्ने है। अनि र हामी पछि
यो देहत्याग गरेर गए पनि मरेपछि पनि हामीले सद्गति चाहिँ अनि देवलोक मनुष्यलोकमा जन्म हुने हो त्यस्तो फल पुण्य छ भन्नुभएको छ। र त्यसै गरेर सपगढ छोकडुल राङडुल गुरुबुमले सपगढ छोकडुल राङडुल भन्ने एउटा सिद्धियुक्त गुरुको उहाँको गीति सङ्ग्रहमा पनि साङ्गी मर्मेजलाई दियोस्। साङ्गी मर्मेजलाई वन्दना गर्दछु। मर्मे फेरि चुङसे मर्मेको बारेमा मर्मेको फलको बारेमा थोरै जानकारी दिनेछु। संवाद नम्बर दाबेको मर्मे सल्पो पर्खिन गे दिगडिम नेदु मुङखुङ दु नेसर सुसिन दाबर गिर्स राम्रो बोधिचित्तको भावनाले राम्रो भावनाले अनि मर्मे बाल क्षमे दीप प्रज्वलन गर्ने अथवा दीप अर्पण गर्ने दीप चढाउने व्यक्तिको चाहिँ दिगडिप उहाँको पाप क्लेश आवरणहरू मुनखुङ दु भनेको अँध्यारोभित्र अनि घामको प्रकाश प्रवेश गरेको जस्तै अनि सबै आफ्नो कर्म क्लेशहरू शुद्ध भएर जानेछ भन्नुभएको छ। लुला शरीर पनि एकदम स्वस्थ हुने, शरीरमा पनि एउटा उज्जवल आउने, रिक्बा जेसलटो हाम्रो रिक्बा हाम्रो विवेक पनि एकदम प्रष्ट भएर जाने, गर मासेबे छेदिनको पहिला नजानेको कुराहरू पनि अनि जानेर आउने, अध्ययन गर्दाखेरि पनि छट्टै हामीले फटाफट हामीले दिमागमा राख्न सक्ने। म यसम न्याम्दा मिलम्दु साक्षात अथवा न्याम्नाङ भनेको अलिकति अनुभूति हुने जस्तो अथवा सपनामा चेरे सिक्सो लासेलथोङ महाकरुणा आर्यावलोको दशरा लगायत विभिन्न बुद्ध बोधिसत्वहरूको दर्शन पाउनेछ भन्नुभएको छ। शिखर सेवा सिन्धु र मरणको अवस्थामा मरण क्षणमा पनि हाम्रो विज्ञान एकदम प्रष्ट हुनेछ भनेर भन्नुभएको छ। यहाँ बढ्दो मुम्बा थिम्मियुर र भवचक्रमा अथवा बढ्दो भनेको चाहिँ हाम्रो अन्तर्भावमा हामीलाई चाहिँ कहिले पनि अन्धकारले हामीलाई दुःख दिने छैन, अन्धकारले हामीलाई ढाकिने छैन भन्नुभएको छ। छिमण न्यासोङ नेमितुङ र पछिको दुनियाँमा पनि हामी कहिले पनि दुर्गतिमा पतन हुने छैन भन्नुभएको छ। देवाचन नाम मेहुल्के सुखावती भुवन अथवा अनि मनुष्यलोकमा हामीले अवश्य जुनि पाउनेछ भन्नुभएको छ। घान्दु के ज्ञान सुजे जे अनि जहाँ जन्म लिए पनि अनि एकदम शरीर राम्रो, रूप राम्रो, लक्षणहरूले युक्त, मिग्नो आँखा एकदम तिखो तेजिलो आँखा भएको रिक्बा सिन्धुसल अनि हाम्रो प्रज्ञा अनि हाम्रो विज्ञान एकदम प्रष्ट हुने, गेदिक ल्याइने लाङदुर्से त्यो भएपछि हामीले अनि हाम्रो विवेकशील हाम्रो विवेक एकदम प्रष्ट भएपछि हामीले राम्रो नराम्रो धर्म पाप छुट्याउन सक्ने हो त्यस्तो जुनि लिनेछ भन्नुभएको छ। नापो मिगे ठेन मिग्युर अनि मानिसको जुनि लिएर अनि नराम्रो पाप कर्महरू कहिले पनि याद नआउने, गर्न मन नलाग्ने त्यस्तो हुन्छ भन्नुभएको छ। कर्बो गेवे छोलाका सेतो पच्चा अनि पुण्य काम गर्नमा एकदम इच्छुक हुने है, इन्ट्रेस्ट हुने त्यस्तो जुन लिनेछ भन्नुभएको छ। तादु सैन्य सोला जुन र त्यो व्यक्ति चाहिँ सधैँ अनि दुई प्रकारको पुण्य सम्वाद सञ्चय गर्नुको लागि कोसिस गर्ने, मेहनत गर्ने त्यस्तो हुनेछ भन्नुभएको छ। नेकपदेखि यिनमा छ र अहिले हामी भाजुन्जेल पनि हाम्रो जुन्नेमा अनि सुखको घाम लाग्नेछ भन्नुभएको छ। थर्दुक राउँदैन छेको र अन्तमा गएर अनि आफ्नो लागि धर्मकाया र प्राणी हितको लागि छेन्दाम पेजेगी लक्षण र व्यञ्जनले युक्त अनि घेम्बे अलङ्कृत अनि सुगु काया निर्माण काया भनौँ